नमस्कार साथीहरू। आज चाहिँ म मेरो भान्सामा के बनाउन गइरहेछ। आज सैटरडेको दिन है। अनि मेरो छोरा पनि गरेमा बस्ने। आज के खाने भन्दाखेरि उसले चाहिँ फ्रेन्च फ्राई र अनि पुरी छोले भनेर भन्यो क्या है। अब गेडाउडीको तरकारी अनि त्यसपछि पुरी बनाइदिएँ। अनि मैले चाहिँ झटपट पिठो मुछिओरिकन रेडी गरेँ। नर्मल तरिकाले पिठोहरू चाहिँ मुछिओरी है, पानी हालेर मुछेर एकैछिन छोडिदिएर अनि त्यसपछि पुरी बनाउन लागि। अनि सेपको लागि चाहिँ एउटा सानो रिङ ल्याएको थिएँ क्या, उसको कहिलेकाहीँ केक बनाइदिने है। त्यसले पनि बनाएँ। अनि अल्छी पनि लाग्यो अनि त्यसले 4-5वटा बनाएर बाँकी चाहिँ छोडिदिएँ। अनि यत्तिकै बनाउन थालेँ। अनि यत्तिकै बनाइसकेपछि मेरो चाहिँ पुरी बेल्ने प्रोग्राम सकियो। अनि उतापट्टि आलु हल्का बोइल गर्न बसालेको थिएँ। बोइल गरिओरिकन निकालेर त्यसमा चाहिँ हल्का मैदा कोटेड गरेर अनि यसरी मैले तेलमा फ्राई गरिदिन थालेँ। तेलमा फ्राई गरिदिन थालिसकेपछि मेरो चाहिँ फ्रेन्च फ्राई रेडी भयो है। रेडी हुँदैछ, मतलब बनाउँदै अनि त्यसपछि हाल्दै बनाउँदै गइरहेको छु। अनि हल्का ब्राउन कलरको, अब केएफसीहरूमा बना जस्तो त कहाँ हुनु होइन, लामो लामो आफ्नो लोकल घरमा जस्तो आलु थियो त्यही आलुको अनि चट्ट बनाएँ। अनि यता आलु रेडी गरिसकेपछि पुरी चाहिँ कासिन्छ भनेर त्यो पिठोमै यसो मोल्दै राख्दै गइरहेको थिएँ क्या। उता फ्रेन्च फ्राई रेडी गरिरहेको थिएँ। अनि यता पुरीलाई चाहिँ त्यो पिठोमा यसो दायाँ बायाँ गर्दै लगाउँदै अनि राख्दै गइरहेको थिएँ। यता मेरो फ्रेन्च फ्राई पनि रेडी भयो। हेर्नुहोस् त, हेर्दै ब्राउन कलर कस्तो राम्रो भयो। हेर्दाखेरि अब सानो सानो आलु देखे पनि बट लोकल भएर मिठो थियो, टेस्टी थियो है। आफूले बनाएको त्यही पनि सबै मन नपर्ने कुरै छैन। अनि त्यसपछि मैले बाँकी रहेको सबै फ्रेन्च फ्राईहरू रेडी गरेँ। अनि फ्रेन्च फ्राईहरूलाई सबैलाई तेलमा हाल्दै मजाले फ्राई गरेँ। अनि फ्राई गरिसकेपछि तिनीहरूलाई निकालिसकेर राखिसकेपछि अनि बाँकी रहेको त्यो पुरीहरूलाई रेडी गरेर राखेको पुरीहरूलाई चाहिँ यही तेलमा नै रेडी गरेँ। यही तेलमा नै फ्राई गर्नलाई राखिदिएँ। अनि फ्राई गर्नलाई राखिदिइसकेपछि चाहिँ भन्दैछु, त्यही पनि हेर्नु न हुनै आएको छैन कि। अनि फ्रेन्च फ्राई मजाले फ्राई गरी अनि फ्रेन्च फ्राई गरिसकेपछि अनि मजाले त्यसलाई निकालिसकेर अनि पुरीलाई तार्न थालेँ। पुरीलाई चाहिँ यही तेलमा उब्रेको तेलमा तार्न थालेँ। अनि पुरीलाई मजाले 1 by 1 गर्दै तारेँ। कुनै चाहिँ फुल्यो, कुनै चाहिँ फुल्दै फुलेन क्या, जस्तो जस्तै गर्छु। कुनै चाहिँ फुल्यो, कस्तो राम्रो भएर फुल्यो, कुनै चाहिँ यस्तो भएर नफुल्ने के, अब चाहिँ के भएर हो आई डोन्ट नो है। अनि फुलेन, नफुलेको पनि ठिकै छ, फुलेको पनि ठिकै छ भनेर भन्नु। खानी त हो, त्यस्तो एकदम यम्मी होस्, बाँकी त अब यस्तो त्यस्तै हो। हेर्नको लागि हेर्दाखेरि नराम्रो देखे पनि बट स्वादमा चाहिँ एकदमै धेरै मिठो थियो। अनि मैले छोले चाहिँ बिहानै बनाइसकेको थिएँ त। बिहानै भन्नाले खाना खाइओरिकन रेडी गरेर रेडी छ त्यो बनाएको भने पछि याद आयो कि ओहो भिडियो बनाउँछु अनि त्यसपछि बनाउन थालेँ। अनि यसरी फेरि हाल्दै गइसकेपछि कुनै फुलिने कुनै नफुलिने गर्दै अनि राम्रो पनि भयो, मिठो पनि भयो होइन। हेर्दाखेरि यसो राम्रै ठिकै देखिने अनि खाना लायकको थियो। टेस्ट त एकदम यम्मी भइहाल्यो। हेर्दाखेरि चाहिँ यसो ठिकै छ होला भन्ने खालको भयो। कुनै चाहिँ भक फुलाएको थियो, कुनै चाहिँ फुल्दै फुलाएको थिएन। अनि त्यही पनि आफूले बनाएको कति धेरै खुसी लाग्यो। अनि फुलेको देखेर पनि मेरो छोरा चाहिँ किचनमा आउँदै मामु कति बेला रेडी हुन्छ भनेर भन्दै सोध्दै जाँदै गइरहेको थियो। बाबु रेडी भयो, अब एकैछिन है भन्दा मैले चाहिँ बनाएँ। पुरी पनि बनाएँ, छोले पनि रेडी गरेँ, फ्रेन्च फ्राई पनि रेडी गरेँ। अनि उसले चाहिँ फ्रेन्च फ्राई केसँग खाने चाहिँ खाजा रेडी भइसकेपछि मैले भनेको छु, सोधेको कस्तो छ मेरो प्यारो छोरा ऊ आफैले। अनि तिमीले छोले त लिएकै रहेनछौ त, त्यतिकै मिठो छ अनि कस्तो रमाइलो लाग्यो खाजा। थ्याङ्क यू फर द वाचिङ, बाई बाई। आजको हाम्रो खाजा।